सम्पूर्णमा नमस्कार। जनआस्थाबाट लिक भएको भाद्र 23 र 24 गतेको जेन्जी आन्दोलनबारे पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा छानबिन गर्न बनाइएको प्रतिवेदनको बारेमा चर्चा गर्नेछौँ। यो रिपोर्टले के भन्छ, 77 जनाको मृत्यु कसरी भयो, 2500 भन्दा बढी घाइते कसरी भए, 24 गते हिंसा वास्तवमा जेन्जीले नै गरेका हुन् कि अरूले? आज म तपाईँहरूलाई यो प्रतिवेदनको हरेक ठुलो बिन्दु, पृष्ठभूमि, घटनाक्रम, मानवीय क्षति, सुरक्षाकर्मीका बयान, डेटा, निष्कर्ष र सिफारिस स्टेप बाई स्टेप सुनाउँछु, जसको आधारमा हजुरहरूले आफ्नै निष्कर्ष निकाल्न सक्नुहुन्छ। हजुरहरूलाई नेपाल्स ग्लोरीमा पुनः स्वागत छ। ल अब चाहिँ भिडियो सुरु गरौँ है त। आयोगले सुरुमा नेपालको राजनीतिक इतिहास र डिससेटिस्फ्याक्सनको जड बुझाएर रिपोर्ट सुरु गर्छ। राणा शासन ढल्नुदेखि 2047 सालको संविधान, माओवादी द्वन्द्व, 62-63 को जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा। व्यवस्था वा प्रणाली बदलियो तर त्यही पुराना लिडर्सहरू। दीर्घकालीन योजनाको अभाव, व्यापक भ्रष्टाचार, स्रोतको असमान वितरण, युवाहरू देशमा रोजगार नपाएर विदेश पलायन भएको र शासनभन्दा सरकार बदल्ने खेल बढी भएको अवस्था देखाएको छ। रिपोर्टले भन्छ, हरेक पटक चुनावमा एउटै अनुहारहरू दोहोरिनु, सुशासनभन्दा इलेक्सनको चिन्ताले चल्ने लिडर्स र विकासभन्दा भागभन्दा हेर्ने प्रविधि नै अहिलेको आक्रोशको जड हो। यो रिपोर्टले नेपालको कुरा मात्र गर्दैन। श्रीलङ्का, बङ्गलादेश, केन्या, इन्डोनेसिया, मोरोक्को, पेरू, म्याडागास्कर, मेक्सिको, फिलिपिन्स, हङकङ जस्ता देशमा भएको जेन्जी आन्दोलनहरूको केस स्टडिजको बारेमा पनि लेखेको। जता पनि एउटै प्याटर्न, आर्थिक असमानता, भ्रष्टाचार, मूलभूत सेवाको व्यवस्था, पुराना लिडर्सहरू नै रिपिट भइराख्नु र सोसल मिडिया मार्फत 81 सडकमा उतारिएको युवा पुस्ता। उदाहरणको लागि श्रीलङ्काको आन्दोलन, केन्याको #रिजेक्ट फाइनेन्सियल बिल 2024, मोरोक्कोमा भएको जेन्जी 212, मेक्सिकोको जेनेरेसन जी मेक्सिको आदि जता पनि फेसबुक, एक्स, टिकटक, डिस्कर्ड जस्ता प्लेटफर्म आन्दोलनको मुख्य औजार बनेको देखिन्छ। नेपालमा जेन्जी पुस्ता कस्ता छन्? आयोगले जेन्जीलाई डिजिटल नेटिभ, इन्टरनेट र स्मार्टफोनको संसारमा हुर्केको पुस्ता, जसलाई अनलाइन सञ्चार, शिक्षा र रोजगारी स्थायी कुरा जस्तो लाग्छ भनेर व्याख्या गरेको छ। नेपालमा पनि यो पुस्ता नेपो किड्स, नेपो बेबी, इनफ इज इनफ, एन्ड करप्सन, नो नट अगेन जस्तै अनलाइन अभियानहरू मार्फत पहिलादेखि नै यो सिस्टम विरुद्ध डिससेटिस्फ्याक्सन देखाइरहेको थियो भनेर प्रतिवेदनले टिप्छ। प्रतिवेदन अनुसार तत्कालीन सरकारले 2082 साल भाद्र 19मा नेपालमा दर्ता नभएको 26वटा सोसल मिडिया प्लेटफर्ममा प्रतिबन्ध लगाउने निर्णय गर्यो। यो डिसिजनलाई सञ्चार र सूचना प्रविधि मन्त्रालयले कानुनी भन्दै 3वटा आधार देखाएर बचाउ गर्छ। नम्बर 1 मा सामाजिक सञ्जाल प्रयोग नियन्त्रण निर्देशिका 2080, नम्बर 2 मा 2082 साल 5/19 को मन्त्री परिषदको निर्णय र नम्बर 3 मा सुप्रिम कोर्टको 2081 साल 6 महिना 13 गतेको पूर्ण इजलासको आदेश। तर आयोगले स्पष्ट भन्छ, सर्वोच्च अदालतको आदेशको उल्टो व्याख्या गरेको, सरकार र उच्च प्रशासनले जसो गरी प्रतिबन्ध लागू गरे त्यसले कानुनी आधारभन्दा बढी दमन गरेको जस्तो प्रभाव परेको देखिन्छ। यही सोसल मिडिया ब्यान, युवाहरूले रोजगार र अभिव्यक्तिको माध्यम मानेको प्लेटफर्म बन्द हुनु र त्यसलाई भ्रष्टाचार, कुशासन र नेपो बेबी ट्रेन्डसँग जोडेर 2082 साल भाद्र 23 गतेको प्रदर्शनको खुल्ला आह्वान गरेको भनेर रिपोर्टमा लेखिएको छ। आयोगको अनुसार 23 गतेको प्रोटेस्ट माइतीघर मण्डलाबाट शान्तिपूर्ण रूपमा सुरु हुन्छ। नारा, प्ले कार्ड, ब्यानर सहित युवाहरूको भिड बानेश्वरतिर अगाडि बढ्छ। सुरक्षा योजना बनाउँदा प्रशासनले यो प्रदर्शन शान्तिपूर्ण नै रहने हो भनेर आकलन गरेको र त्यसैले सुरुवाती चरणमा मिनिमम बल प्रयोग र साधारण कडाइ मात्र लागू गरेको भन्छ। भिड बानेश्वर पुग्दा एभरेस्ट होटल अगाडिको प्रहरी ब्यारिकेड तोड्ने प्रयास र ब्यारिकेड तोडिसकेपछि ढुङ्गामुढा, बाटो अवरुद्ध, टायर जलाउने जस्ता क्रियाकलाप सुरु भएको आयोगले टिप्छ। पानीको फोहरा, लाठीचार्ज, असुर ग्यास प्रयोगबाट भिडलाई धपाउने प्रयास भए पनि प्रतिवेदनको भाषामा भिड क्रमशः उत्तेजित हुँदै हिंसात्मक ढङ्गले अगाडि बढी नै रह्यो। आयोगले लेख्छ, कर्फ्यू आदेश 12:30 बजे नै जारी भए पनि संसद भवनतिर बढ्दै गरेको भिड र ढुङ्गामुढामा उल्लेख्य कमी आएको पाइएन। प्राप्त भएको डेटा अनुसार भाद्र 23 र 24 गतेको घटनामा 76 जनाको मृत्यु भएको देखिन्छ, जसमा 42 जना सुरक्षाकर्मीको गोलीको प्रहारबाट, 3 जना प्रहरीहरू प्रदर्शनकारीको आक्रमणबाट, बाँकी लुटपाट र अन्य हिंसा क्रममा मरेको लेखेको छ। प्रहरीहरूसहित घाइतेहरूको सङ्ख्या 2522 र काठमाडौँ उपत्यका मात्र होइन 13 जिल्लामा ठुलो मानवीय क्षति भएको रिपोर्टले देखाउँछ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी सोमेन्द्र सिंहले आफ्नो बयानमा भन्छन्, संसद भवन नजिकै आइपुग्दा आफूभन्दा माथिल्ला कमान्डरहरू भिक्टर 4, किलो 4, किलो 1, भिक्टर 2, पिटर 1 बीच लगातार रेडियो संवाद भएको र आफूले लाठीचार्ज बाहेक गोली वा ग्यास चलेको देखेनन्। उहाँले भन्छन्, संसद भवनको उत्तर र दक्षिण गेटतर्फ एपिएफले उत्तिकै प्रभावकारी भूमिका खेले पनि 12:30 मा कर्फ्यू लाग्दा नै दक्षिण गेटमा सेना तैनात हुन पर्ने।
अर्को बयानमा काठमाडौँ उपत्यका प्रहरी अधिकारीले भन्छन्, डिस्कर्ड र रेडिट जस्ता प्लेटफर्ममा पटक पटक आक्रमणका योजनाहरू देखा परे पनि सूचना विश्लेषण र समान योजना कमजोर हुँदा अग्रिम तयारी पर्याप्त भएन। प्रतिवेदनको अनुसार 24 गतेको व्यापक हिंसात्मक गतिविधिहरू जेन्जीले योजनाबद्ध रूपमा नगरेको तर 23 गतेको घटनाप्रति आक्रोशित युवासँगै आपराधिक प्रवृत्ति र लुटेरा समूहहरूको घुसपेटले आन्दोलनलाई अराजक मोडमा पुर्याएको हो। प्रतिवेदनले 24 गतेका घटनाहरूलाई विस्तृत रूपमा लिस्ट आउट गरेको छ। संसद भवन वरिपरि सिंहदरबार, सर्वोच्च अदालत, शीतल निवास, प्रधानमन्त्री निवास, काठमाडौँ उपत्यका बाहिरका सरकारी कार्यालय, साझा निकायहरू, राजनीतिक दलका पार्टी कार्यालय, निजी सम्पत्ति, ब्याङ्क, सहकारी, पसल, उद्योग व्यवसाय, सुरक्षाकर्मीहरूका कार्यालय र चौकीहरूमा एकैचोटि आगजनी, तोडफोड र लुटपाट भएको देखाइएको छ। अनुमानित भौतिक क्षति करिब रु 85 अर्ब रुपैयाँ बराबरको भएको, जसमा सरकारी र स्थानीय तहका भवन, सवारी साधन, कार्यालय, भाउचरदेखि हाई भ्याल्यु सामग्री सबै समेटेको छ। काठमाडौँ उपत्यका प्रहरी जिल्ला प्रशासन कार्यालय र एपिएफका बयानहरूबाट आयोगले के देखाउँछ भने, भिड नजिक हुँदा, प्रहरी चौकीमा आगजनी र हतियार लुट्दा आम पुलिस फोर्स नजिक भएर पनि प्रभावकारी सहयोग नपुगेको गुनासो बारम्बार दोहोरिएको छ। केही बयानहरूमा चैत 15 गते दुर्गाप्रसाद आन्दोलनमा लाठीचार्ज नगरी सिधै गोली प्रयोग गर्ने जस्तो राजनीतिक गल्ती दोहोरिएको, कडाइको तह, कर्फ्यू घोषणा र बल प्रयोग बीच तालमेल नभएको, कमान्ड स्ट्रक्चर अस्पष्ट भएको भनिएको छ। एउटा बयानमा प्रहरीले भनेको सार यस्तो छ, सहकर्मीहरूलाई आफ्नै आँखा अगाडि कुटपिट, हत्याको प्रयास, हतियार लुट्ने दृश्यले मनोवैज्ञानिक रूपमा कम्प्लिटली डिस्ट्रोय बनायो र प्रहरीको संयमता र सहनशीलता जनताले बुझिदिएन भन्ने अनुभूति प्रत्यक्ष देखियो। आयोगले सीसीटीभी, सामाजिक सञ्जालका भिडियो, मिडिया रिपोर्ट, अडियो भिडियो क्लिप, बीटीएस सीडीआरका डेटा, अटो स्पाई र बेलिस्टिक रिपोर्ट, अस्पतालका रेकर्ड्स, सुरक्षा समितिका निर्णय सबैलाई एकै ठाउँमा सङ्कलन गरेको छ। सीडीआर र बीटीएस डेटा विश्लेषणबाट एकै समय एकैचोटि एउटै ठाउँमा एउटै समूह बारम्बार जोडिएको आन्दोलनका कोर ग्रुप र समन्वयकर्ताहरू पहिचान गर्ने बाटो खुलेको आयोगले देखाइएको छ। डिजिटल भागमा रिपोर्टले डिस्कर्ड र रेडिटलाई विशेष गरी उल्लेख गर्दै डिस्कर्ड शीर्षकमा एउटा उपअध्याय बनाएको छ, जहाँ एल्गोरिदमको प्रभाव, इको चेम्बर र मिसइन्फर्मेसन र डिसइन्फर्मेसनको भूमिकाबारे चर्चा गरेको छ। भाद्र 23 गतेको प्रदर्शनको तत्कालीन कारण सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हो, तर मूल कारण दशकौँदेखि थुपारिएको भ्रष्टाचार, कुशासन, अवसरहीनता र राजनीतिक प्रणालीप्रतिको व्यापक अविश्वास नै हो भन्ने सारांश आयोगले स्पष्ट लेखेको छ। 23 गते संसद भवन वरिपरि गोलीकाण्डबारे विभिन्न सुरक्षाकर्मी, प्रत्यक्षदर्शी, चिकित्सक, घाइते र मृतक परिवारका बयान, पोस्टमार्टम रिपोर्ट, बेलिस्टिक रिपोर्ट जोडेर आयोगले मृत्यु सङ्ख्या र कारणबारे स्पेसिफिक तालिका देखाएको छ। रिपोर्टको तेस्रो भागमा आयोगले विभिन्न तहका जिम्मेवारीबारे स्पेसिफिक विश्लेषण गरेको छ। पोलिटिकल लिडर्स र मन्त्री परिषद, राष्ट्रिय सुरक्षा परिषद, केन्द्रीय र जिल्ला सुरक्षा समिति, गृह प्रशासन, प्रहरी, एपिएफ, सेनाको भूमिका, सञ्चार मन्त्रालय र नियामक निकाय, जिल्ला परिषद र स्थानीय सरकार। यस भागमा के भनिएको छ भने, निर्णय प्रक्रियामा कुनै अस्पष्टता, चेन अफ कमान्ड नहुनु, डिजिटल सूचना विश्लेषण गर्न छुट्टै टिम नहुनु र आन्दोलनलाई पोलिटिकल बेनिफिट पाउने हतियार जस्तै प्रयोग गर्ने प्रवृत्तिले क्षति बढेको हो। प्रतिवेदनको सबैभन्दा ठुलो भाग 14औं अध्याय र भाग 5मा छ, जहाँ आयोगले शासनको प्राय सबै क्षेत्रको लागि सुधारको सुझाव दिएको छ। राजनीतिक दल र निर्वाचन प्रणाली, संसद र संसदीय समिति, न्यायालय र न्याय क्षेत्र, संवैधानिक आयोगहरूको स्वतन्त्रता, साझा सेवा प्रवाह, निजी क्षेत्र, ब्याङ्किङ, सहकारी, मिडिया, एनजिओ, आइएनजिओ, सुरक्षा संयन्त्र, जेल सुधार, सुशासन र भ्रष्टाचारको नियन्त्रण। आन्दोलन दोहोरिन नदिनको लागि आयोगको मुख्य सिफारिसको सार यस्तो छ, युवा पुस्ताको पोलिटिकल रिप्रेजेन्टेसन र ल मेकिङमा सहभागिता बढाउने, सोसल मिडिया दर्ता र त्यसको नियन्त्रणलाई ट्रान्सप्यारेन्ट बनाउने र अदालतको आदेश अनुसार समिति बनाउने, पुलिस, एपिएफ र सेनाबीच क्राउड कन्ट्रोल सम्बन्धी म्यान्डेट र अधिकार खुला रूपमा स्पष्ट गर्ने, डिजिटल फोरेन्सिक र ओपन सोर्स इन्टेलिजेन्स जस्ता संयन्त्रहरू बनाउने, करप्सन कन्ट्रोलका कानुन र आयोगलाई वास्तवमै स्वतन्त्र बनाउने र दण्डहीनता विरुद्ध कडा बनाउने। यो जाँचबुझ आयोगको प्रतिवेदन लिक भएकोले अब राज्य र नागरिक दुवैसँग कागजमा होइन, व्यवहारमै परिवर्तन देखाउने चुनौती आएको छ।
एकातिर सुरक्षाकर्मी, प्रशासन र पोलिटिकल लिडर्सहरूको विफलता देखिन्छ। अर्कातिर युवाहरूले उठाएको मूल प्रश्न भ्रष्टाचार, कुशासन, नेपो कल्चर, ल्याक अफ अपर्च्युनिटिज जस्ताको त्यस्तै नै छन्। हजुरहरू सबैलाई एउटा प्रश्न, के भाद्र 23 र 24 गते जस्तो अर्को रात फेरि आउँछ कि हामी सबै नागरिक, युवा, नेताहरू, सुरक्षाकर्मी मिलेर त्यो दिनबाट सिकेर हाम्रो पोलिटिकल कल्चर बदल्नेछौँ? भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परे लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् र हामीलाई सपोर्ट गर्न च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस्। श्री पशुपतिनाथले सबैको रक्षा गरून्। जय नेपाल।